Hello, what's up guys? Welcome back to my new video. के छ त केटाकेटी हो सबैजना सन्चै हुनुहुन्छ होला एकदम फिट एन्ड फाइन हुनुहुन्छ होला यता म पनि एकदमै फिट एन्ड फाइन छु अनि हामी चाहिँ यहाँ ट्याक्क बुढाबुढी टक्क गरेर वेटिङमा बसिरहेको छौँ कसैको भन्दा नि भाइको वेटिङमा बसिरहेको छौँ अब भाइभरि चाहिँ एकछिन उता बाहिरतिर गएका छन् अनि हामी चाहिँ यतातिर अहिले कहाँ छौँ भन्दा पनि यो इन्डियाको रुपडियामा छौँ अनि रुपडियामा के गर्न गएको छौ त तिमीहरू भन्ने सोचाउँदा तिमीहरूले हामी चाहिँ रुपडियामा भन्सार गराउन आएको थियौँ भन्सार गराएर चट्ट पारेर हामी चाहिँ आज कहाँ जाँदैछौँ त हामी चाहिँ आज हाम्रो प्यारो लाली बजार बर्दिया जाँदैछौँ र यो उम्सो देख्नु सक्नुहुन्छ यो गर्मी हेर्नु गर्मी कस्तो वाल्छ पसिना यस्तै गाडीमा बसेको त्यत्तिकै पसिना आएर बाहिर झन् गर्मीको कुरै छोड्दैन कस्तो बबाल गर्मी गरेको यो गर्मीले के भने लु छुपे भिजिसक्यो होइन टक्क अब एकछिन वेटिङमा छौँ के अरे हामी चट्ट अब भाइहरू आउँछन् एकछिन वेटिङ गरौँ होइन अनि भाइहरू आएर ट्याक्क भन्सार गर्छन् भन्सार गरिसकेपछि हामी अन द स्पोट हामी चाहिँ सर र पारेर कतै पनि नरोकेर कतै कसैलाई पनि पिकअप नगरेर हामी चाहिँ एकैचोटि घर जानुपर्ने हुन्छ थाहा छैन अब बाटोमा के कस्तो हुन्छ म तपाईँहरूलाई सबै कुरा देखाउने नै छु लेट्स सी गाइज म चाहिँ अहिले घर आइसकेको छु र घर आएर यत्तिकै बसिरहेको थिएँ अनि आज मैले अनि भिडियो चाहिँ स्टार्ट गरिहालेँ अब यो भिडियोलाई कसरी इन्डिङ गर्ने त भनेर चाहिँ हामीले चाहिँ एउटा खुरापाती दिमाग चलायौँ होइन खुरापाती दिमाग के चलायौँ भन्दा हामीले आज नो रियाक्सन च्यालेन्ज गर्ने चाहिँ हामीले सोचिरहेको छौँ अनि हामीसँग हुनुहुन्छ यहाँ प्रतिस्पर्धा चाहिँ एउटा म भएँ एउटा यो अर्को यहाँ हुनुहुन्छ एकदमै हाम्रो नयाँ मान्छे जोडिसक्नु भएको छ हामीसँग र एउटा यहाँ हुनुहुन्छ ट्याक्क हाम्रो चाहिँ कताको टुक्याम हाम्रो चाहिँ यहाँ बन्दैछ सेटअप हुँदैछ अब टक्क यसलाई चाहिँ बनाउनु पर्यो एकदम स्पाइसी अनि यहाँ छ खुर्सानी यता त्यो डल्ले खुर्सानीहरू हाल्दैछन् अनि यता के छौँ अरू यहाँ पानीपुरीहरू छ ट्याक्क नो रियाक्सन च्यालेन्ज हुनेवाला छ हाम्रो चाहिँ यहाँ एकदमै सेटअपहरू भइसक्यो अब चट्ट सबैलाई चाहिँ सेटअप गरेर फेरि म ब्याग आउनेछु अनि चाहिँ हामीले धेरै स्पाइसी हाल्नको लागि यो लिएर आएको छौँ किनेर धेरै लास्ट स्पाइसी त चाहियो त हामीलाई त होइन नो रियाक्सन भनेपछि त स्पाइसी त चाहियो अनि त्यसमा चाहिँ एउटा ट्विस्ट पनि छ ट्विस्ट के छ भने जसले रियाक्सन गर्छ त्यसलाई चाहिँ हामीले पनिसमेन्ट दिनेछौँ पनिसमेन्ट के हुनेछ भन्दाखेरि के हुनेछ पाउडर मुखमा पाउडर पिठो हो के पिठो मुखमा लाउने हेलो हाम्रो चाहिँ नो रियाक्सन च्यालेन्ज चाहिँ रेडी भइसकेको छ यहाँ तयार भइसकेको छ अब हामीले चाहिँ स्टार्ट चाहिँ कसरी गर्न लागेको छौँ भन्दाखेरि एकदमै ठुलोबाट चाहिँ हामीले स्टार्ट गर्न लागेको छौँ र हामी भरिमा सबसे सुरु हामी भरिमा सबसे ठुलो भनेको हाम्रो भाउजू हुनुहुन्छ हाम्रो भाउजूबाट स्टार्ट हुन्छ ल भाउजू ल रोक्नु है हामीले चाहिँ यहाँ अनि अर्को ट्विस्ट भनेको हामीले यहाँ टाइमर सेट गर्छौँ र हामी यहाँ टाइमर हेरेर हुन्छ होइन नो रियाक्सन च्यालेन्ज रियाक्सन ठाउँमा रियाक्सन दिन पाउनु नै तपाईँले चाहिँ रियाक्सन केही पनि नर्मल जस्तो त्यस्तै है म चाहिँ टाइमर सेट गर्छु मिनट सिनेट हुँदा कि तपाईँले कति भ्याउनुहुन्छ को हुन्छ यस्तो भन्ने कुरा है 3 2 1 ल स्टार्ट त्यो रियाक्सन गरेर पाउनु नै तातो सातो भन्नु केही पनि नै खाएर भ्याइसकेपछि चुपचाप पाएर बस्ने है लास्टमा देखाउनु पर्छ पुरै भ्याएको 24 सेकेन्ड भइसकेको छ अझै पनि भ्याइएको छैन हामीले रियाक्सन दिन पाइन्छ त हामीले त मुखमा हेर्नु ल 53 सेकेन्ड है 53 सेकेन्ड लागेको छ 53 सेकेन्ड भइएको छ 53 सेकेन्ड यति गर्नु है याद गर्नु है 53 सेकेन्ड ल यसपछि को मेरै बालको म खोज्दै पहिला फाल्छु एकछिन ल त्यहाँ स्टार्ट पहिला त्यो गरे अब चाहिँ मेरो पालो आएको छ मैले चाहिँ यहाँ अब ट्याक हाल्नुपर्ने हुन्छ तपाईँले खुर्सानी कहाँ हान्नुभयो त नि त्यहाँ मेरो खुर्सानी थिएन त रिसेट गर है रिसेट गर नि त मैले यतातिर
ल ल 1 त्यहाँ 2 देखा। 3 गो पानी नखानु मैले खाइसकेँ मैले खाइसकेँ त अब यो चामुला होला चाउमिन ए चाउमिन तलको हामीले दिन्छ ओए अंकल कच्ची दिएगा 20 सबै कुरा नै खानुपर्छ खुर्सानी पनि खानुपर्छ त्यो खुर्सानी खानु पाइन्न आस्तो रहेछ कि ल ल कति भयो 35 सेकेन्डमा है मैले चाहिँ 35 सेकेन्डमा ल अब आशिका गल ल मम्मी चिट पर्ना मैले कुन खाने उ त म यो खाने ल ल है चम्चाले म चाहिँ 35 सेकेन्ड ल खासै पिरो भएर हिँड्छ मलाई त झोल नै झोल छ त रोकै झोलबाट गाह्रो हो त रोकै 3 रोन एकछिन भात खायो टन्नै भयो ल एकछिन 3 2 1 गो स्टप है यो रियाक्सन आइसक्यो यहाँ रियाक्सन आइसक्यो पिठो अब रियाक्सन आइसक्यो म फेरि रियाक्सन आयो यो रियाक्सन योमा चाहिँ रियाक्सन आयो पनिसमेन्ट पाइके मान्छेले यो रियाक्सन डाइरेक्टली यसमा चाहिँ झ्याली गर्न पाइन्न जे हो त्यही नै हो सो उसको पालो सक्यो उसको पालो सक्यो अब अर्को ओइ सिमरनको पालो उसको चाहिँ मात्र 4 सेकेन्ड 4 सेकेन्ड मात्र ल बस 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 ल 3 2 1 गो थोरै रहेछ यार मेरो धेरै थियो ऊ पनि भयो के ओ हातले पाइन्न हातले पाइन्न त्यो हातले पाइन्न हातले पाइन्न त्यो मान्दिनँ फेरि पनिसमेन्ट हो सिधै यस्तो झन् छिटो सक्दै थियो यसको थोरै थियो त आउने मेरो यस्तो चाहिँ ल यस्तो चाहिँ 25 सेकेन्डमा मेरो 35 सेकेन्डमा भाउजू तपाईँको दिने कति अरे तपाईँको त्यो 53 सेकेन्ड र मेरो 35 सेकेन्ड र यसको 25 सेकेन्ड अब हाम्रो लास्ट प्रतियोगिता चाहिँ धेरै छ अब लास्ट चाहिँ हो हैन ओ 25 है तेरो चाहिँ कन्ट गर ल रोक है 3 2 1 स्टार्ट ये त हामी दिदी त दबाया दिदी अङ्कल त छोइसौ है है जितिसक्यो हाम्रो पानीपुरी खानै त बिर्सिन्छ बस्नु न चुरा एकछिन तिम्रो सब देख्यौ नि यहाँ किन भाग्यो अनि के यार ल यहाँ बस्छ म ढुक्का भयो म ढुक्का ल यसले चाहिँ 30 सेकेन्डमा अब लास्ट भनेको हाम्रो भाउजू यहाँ ल भाउजूले चाहिँ अब यहाँ पनिसमेन्ट अर्को गर्नुपर्ने हुन्छ हेर्नु पानीपुरी त्यो त पानीपुरी हो ल मैले पनि उसाले पनि तिमीले पनि आऊ यहाँ पानीपुरी तिमीले पनि हो यहाँ फर्स्टले मात्र हो आशिकाको फर्स्टकोले मात्र खाँदैन अनि पनिसमेन्टमा फेरि यो चिल्ली स्पाइसी हालेर चाहिँ खानुपर्ने हुन्छ है ल हाल्दै थियो होइन पानी डुबेर हेर्न हाल्ने तिमीलाई के बोल्छु ल ल ल छिटो सबैले एउटा ल ल ल छिटो ल एउटा एउटा ल यहाँ पनि नो रियाक्सन है फेरि रियाक्सन भयो नि फेरि के हुन्छ नै होइन छिटो लाउने हो पुग्दैन होला आगो देखाऊ है लास्टमा हुन्छ आउनु तपाईँ कहाँ भाग्नु भयो एउटा म सुतेको खान्छु ल आउनु एकजना मात्र खानु हुँदैन कि कति बोलियो खालिस के अहिले यार नो रियाक्सन है फेरि एमा नि गाइज मैले चाहिँ सब हालिसकेँ अब तिम्रो आफ्नो लागि खान्छु ल नो रियाक्सन ल त्यो चाहिँ मेरो पालो अब
यति पछि उसाको गर्छ तपाईँ खाइहाल्छ हाँस्यो भने पनि त्यो रियाक्सन है नो रियाक्सन त्यो त्यो पनि रियाक्सन है अहिले घाम माने खान्छ भयो मलाई झन् कहिले पछाडि हाल्दै थियो ल सो फाइनल्ली गाइज हाम्रो चाहिँ सबै कुराहरू भ्याइसकेको छ हाम्रो प्रतिस्पर्धाहरू यतातिर हुनुहुन्छ कस्तो फिल भयो त एकदम पिरो मलाई चाहिँ अनि तपाईँलाई कस्तो फिल भयो त राम्रो छैन पिरो मलाई त अनि भाइ तँलाई कस्तो फिल भयो मलाई मात्र हामीले अझै अनि हाम्रो मम्मीको पीडा के छ अरे पानीपुरी पनि खान पाएन चाउचाउ पनि खान पाएन सबै यिनीहरूले खायो मलाई केही पनि दिएन गाइस आजको लागि चाहिँ भिडियो यति नै हुनेछ के कस्तो लाग्यो एउटा मिठो कमेन्ट छोडिदिनु होला अनि एकदमै यहाँ गर्मी छ अनि विनर चाहिँ विनर चाहिँ यो भयो हामीहरू लुजर सो टोटल्ली गाइस हामीले चाहिँ गेम खेल्न सकिसकेको छौँ र गेम खेल्न एकदमै रमाइलो र एकदमै इन्ट्रेस्टिङ भयो तपाईँले उसले देखि पनि हाल्नुभयो कि गेममा कति रमाइलो भएको थियो र कतिको फन भएको थियो भन्ने कुरा र गेमको विनर को हो त्यो पनि देखिसक्नु भएको होला हामी त अब लुजर भइगयौँ जतिसक्दो बेस्ट त दिएको हो कि त्यही पनि अब त्यस्तै त हो अब स्पाइसी च्यालेन्ज कहिले स्पाइसी नखाएको त्यही भएर हो ठिक छ आजको लागि चाहिँ भिडियो यति नै हुनेछ के कस्तो लाग्यो भिडियोलाई अन्तिमसम्म हेरेर एउटा मिठो कमेन्ट छोडिदिनु होला र लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला यति भन्दै आजलाई म यहाँदेखि बिदा चाहन्छु हस्त धन्यवाद